कहाँबाट आउनुभयो बाबा? मान्छे भन्दा ठुलो छाता बोकेर। फुटबल हेरेर आएको नि गदा। खालि मोबाइलै कोट्टाइराख्छौ चाहिँ दिनभरि। फुटबल कहाँनिर हुँदैछ हौ बाबा फुटबल चाहिँ? आफ्नै गाउँमा फुटबल हुँदैछ, तँलाई त्यो पनि थाहा छैन साले? पानी घटामै भएको फुटबल? त्यही डाँडा लाइन बजारको त गेम होला, त्यो हेर्नु के जानु? के को हो यहाँ सुन, म भन्छु। हामी धेरै खुसी छौँ कि पानीघाटामा पनि फुटबल टुर्नामेन्ट भइरहेको छ। विशाल मेमोरियल कप फुटबल टुर्नामेन्ट 2025 अर्गनाइज बाई पानीघाटा युनाइटेड क्लब, भेनु पानीघाटा हाई स्कुल ग्राउन्ड र 3:30 देखि अनवर्ड्स यो खेल सुरु हुनु गइरहेको छ। र यो टुर्नामेन्टमा विभिन्न टिमहरूले भाग लिएका छन्। नेपालबाट 2टा टिम, कालिम्पोङ, दार्जिलिङ, एकदम पानीघाटा यो दार्जिलिङ एरिया, मिरिक, सिलगढी एरियाको एकदम बेस्ट अफ द बेस्ट टिम आएर यो टुर्नामेन्ट खेलिरहेका छन्। समय तपाईँको दिउँसो 3:30 देखिको गेम सुरु हुन्छ र टिकटको मूल्य फर्स्ट राउन्डको निम्ति टिकटको मूल्य मात्र 20 रुपियाँ राखिएको छ। तपाईँहरू सबै जतिजनामा यो भिडियो पुग्छ तपाईँहरू पानीघाटा हाई स्कुल ग्राउन्ड आएर फुटबल म्याचको मनोरञ्जन लिने भने हामी नम्र निवेदन गर्दछौँ। र यो फुटबलको फिक्चर हामीले हाम्रो स्टोरी गफाट बोइजको स्टोरीमा तपाईँले हेर्न सक्नुहुन्छ। यो गफाट बोइजमा चाहिँ एकदम प्योर नेपाली कमेडी भिडियो आउँछ। हाम्रो पेजलाई पनि फलो, लाइक, कमेन्ट, सेयर गरिदिनु होला। साथसाथै फुटबलको मनोरञ्जन लिनु छ भने पानीघाटा हाई स्कुल ग्राउन्डमा 3:30 बजे आएर फुटबलको मनोरञ्जन लिनु सक्नुहुनेछ।